तो हे गाइस गुड मर्निङ नमस्ते नि आजको नयाँ ब्लगमा चाहिँ फेरि स्वागत छ अनि अब चाहिँ नयाँ ब्लग नयाँ ब्लग चाहिँ नेपालबाट आउँछ नि त हैन अनि म चाहिँ फाइनली घर आइपुगेको छु अनि अहिले चाहिँ अब आज चाहिँ आमाको मुख हेर्ने दिन हैन अनि म उठ्दा मम्मी त हुनुहुँदो रहेछ म चाहिँ अब फाइनली उठिसकेको छु उठेर पनि मुख धोइसकेर बसेको छु हैन अब मम्मीको मुख हेर्ने दिन दिदीहरू आउनुहुन्छ बहिनीहरू आउँछन् नेपाली आमाहरूलाई चाहिँ आज ह्याप्पी मदर डेज अनि अब कति आमाको त छोराछोरी बाहिर होला कतिको नि होला हैन त्यही पनि अब सबै नेपाली आमाहरूलाई चाहिँ मेरो तर्फबाट चाहिँ ह्याप्पी मदर डेज अनि आमा तिमीहरू चाहिँ के गर्दै बहिनी ओछ्यान यो के ओछ्यान हेर कपडा हेर भाइ चाहिँ के गर्दै अब यो भेस्ट उतान भन त उठाएर भन न त्यसरी सुतेर भन म त यहाँ युट्युबमा भिडियो हाल्छु नि अनि छानी चाहिँ के दिने उही हेर यस्तो कपडा बनाएर अनि यस्तो यो गरेर बसेको रहेछ ल ठिकै छ होइन अनि के अरे के दिने अरे छोरी चाहिँ अनि तिमी चाहिँ के दिने ताउनु सर बिस्कुट फ्रुटी बोला है बोला नि दिन्छ ल ठिक छ अनि आज स्कुल जाँदैन भनेपछि आन्टीलाई लिन जाने तिमी पनि त आउनु हो त्यो एकछिन बसेर बोल न अनि आन्टीलाई लिन जाने ए ल ठिक छ म अहिले अब के दिँदो रहेछ हेर्छु म भिडियोमा आउँछु नि त्यतिखेर थाहा हुन्छ ढाँटेर छन् कि गफ मात्रै रहेछ कि ल मैले पैसा दिएर मैले किन्दा तिमीहरू ल्याउने अनि तिमीहरूको बर्थडेको पैसा चाहिँ खोइ अनि टिफिनमा गयो ए अनि तिम्रो चाहिँ पियुषको चाहिँ पैसा दिनु भनेपछि मैले नि पैसा दिएर अनि मैले नि किनिदिएर अनि आमालाई दिने अब मेरो बर्थडे पनि आउन आँट्यो ल ठिक छ अंकलको पनि बर्थडे आउन आँट्यो 5 गते 4 गते आमाको 1 गते मेरो 11 गते मेरो त भदौ 4 गते हो अहिले हैन मेरो 11 गते भदौ त्यो हाम्रो चाहिँ गाउँ हो हैन यो चाहिँ दमकको 3 नम्बरको गाउँ हो अनि एकदम मकैबारी चाहिँ एकदम हाम्रो यहाँ चाहिँ पाकिसकेको रहेछ मकै काहीँ ठान्छु त्यो चाहिँ हरिएर छ यहाँ चाहिँ पाकिसकेको रहेछ अनि आमाको गिफ्ट लिएर आएका के दिने हो अनि यस्तो हेलो यता अनि यता यहाँ राख हेरु होतेर राख त आमाको गिफ्ट हो यो आमाको गिफ्ट दिन आँटेका अनि यस्तो राम्रो लुगा लाछन् भाइ र बहिनीले त अनि के रहेछ त हेरौँ त कुर्ता सुरुवाल जुस बिस्कुट पैसा कति दियो यो त मैले दिएको है हो अनि भोला कसले दिएको भोला हेर यति सानो सानो मान्छेहरूले पनि यसो गर्छन् त अनि खै आमा चाहिँ अनि यता यहाँ बस न एक ठाउँ बस न यता आउनु यहाँ अनि तिमीहरूको मम्मी बाबा यहाँ हुनुहुन्न होइन अनि अब के अरे के भन्न चाहन्छौ त मम्मीहरूलाई के भन्न चाहन्छौ त तिम्रो तर्फबाट के भन्छ भन त ल भन त यसो भन न ह्याप्पी मदर्स डे अब जे भए पनि 2-4 वर्ष टाढा भए पनि अब आमापछि भेटसँग गरौँ ल अहिले चाहिँ हजुरआमाको लागि हामीले चाहिँ यति गऱ्यौँ भन न अनि यस्तो भन्नु पर्यो नि त बोल्न त लजाउनु भएन नि त छोरो ह्याप्पी मदर्स डे अल नेपाली आमाहरूलाई विदेशमा स्वदेशमा हुने अल नेपाली आमाहरूलाई ह्याप्पी मदर्स डे भन यस मेरो प्यारा नेपाली आमाहरूलाई सबैजना हाम्रो तर्फबाट पियुष पौडेल र रितिका पौडेलको तर्फबाट चाहिँ ह्याप्पी मदर्स डे भन हल्लु भन अनि आमा पनि आइपुग्नु भएको छ ह्याप्पी मदर्स डे मम्मी अब जे जस्तो भए पनि राम्रो नराम्रो यस्तै साल यस्तै भयो
हर साल राम्रो बनाउने कोसिस गर्नेछु। आजसम्म मम्मीको माया के थियो तर मैले नबुझेको हो। 8 वर्षदेखि मैले कसैको फोकसमा चलिरहेको थिएँ होइन। अब यस्तो भन्न मिल्दैन हामीले। त्यही पनि अब ह्याप्पी मदर्स डे। अनि अरू ल माथि गर्नु त। कहाँ तपाईँलाई पो गर्ने हो त? अनि आमाले चाहिँ तिमीहरूलाई गर्ने हो त? ल अचम्म छ। यता आउनु म माथि। बाल्नुपर्छ त मजाले बाल न हो केटाकेटी हो। माथि बस्नु आमा भाइ तल आइज भाइ तल आइज। ल मम्मी यता हेर्नु। ल मेरो तर्फबाट चाहिँ ह्याप्पी मदर्स डे। नि अब आमाको साल मुख हेर्न अब यस्तै त भयो यसपालि। अब राम्रो आशीर्वाद दिनु, राम्रो होस् तपाईँको छोराले सोचेको सबै कुरा पुगेर आओस् अनि ठुलो मान्छे पनि बनोस्। अब है अब यस्तै भयो यसपालिको ह्याप्पी यसमा चाहिँ। नि के भनिदिनु छ त मम्मी? तपाईँका नाति बुहारीहरू छैनन्, यिनीहरूले अब आमाको मुख हेर्छन्। ल अब तिमी पनि टिका लगाइदेऊ, बुझ्ने छोरी पनि टिका लगाइदेऊ। मजाले लगाइदेऊ मजाले। अब बहिनी अनि भाइले दिएको जुस खोलेर आमालाई खुवाइदेऊ, एउटा सानो बिस्कुट खुवाइदेऊ। होतिर राख्नु पर्ने उयो गर्नु पर्दैन, भगवान्को कोठामा राख्नुपर्छ अगरधुप। खोइ मेरो क्यामेरा समाउने भएन नि त, तिमीहरूले नभए जान्दैन नभए म खोलिदिन्थेँ। ल ह्याप्पी मदर्स डे। अनि सम्पूर्ण मेरो तर्फबाट पनि मेरो फ्यामिलीको तर्फबाट पनि सबै सम्पूर्ण मेरो दाजुभाइ जति नेपाली आमाहरू हुनुहुन्छ ह्याप्पी मदर्स डे। हाम्रो चाहिँ यस्तै भयो। अब दिदीहरू चाहिँ बहिनी र दिदी चाहिँ आउनुहुन्छ एकछिनमा। अनि अब हामीले चाहिँ यिनीहरू यो आमाको मुख हेर्ने कि मुख हेर्ने अब यो उत्पात गर्न थाल्यो नि, टिका लगाइदिएर अब हामीले चाहिँ सक्यौँ। ल है साथीहरू, अब भरे दिदीहरू आएपछि म अन्तिम सुनको भिडियो जोड्नेछु। पानी हाल, पानी त्यो उयो हाल्नु हुँदैन। ल हाम्रो चाहिँ यस्तै भयो साथीहरू। अब ह्याप्पी मदर्स डे अनि हाम्रो चाहिँ मनाउँदैछौँ। अनि ल अब टिका लगाइदिनु अनि आशीर्वाद पनि दिनु अब छोरीलाई पनि छोरालाई पनि। पानी धेरै हाल्यो नि त टिकोमा त, अनि पुरै पहेँलो भएको छ नि त। आमाको त मैले दिएको अहिले नगर, त्यसो गर्नु हुँदैन सर हो। म त्यसो गर्नु हुँदैन। आमा भनिदिनु नि त के भन्नु चाहनुहुन्छ त? अब हाम्रो कान्छी मेरो कान्छी बहिनी चाहिँ आइपुगेको छन्। कान्छो भान्जो यहाँ आएर यहाँ हो, यहाँ हेर न, यहाँ हेर न। आमा नमस्ते मामा भनिदेऊ न। नमस्ते यिनीहरूले त ढोक्दानु होइन नै मलाई त। ल नमस्ते गल न यहाँ। आमा सानो मान्छे कति महिनाको भयो कान्छी? 11 महिना। आमा आमा बजाउँदै तालु बजाउँदै भने लु दिदीले भनेको तालु बजाउन खै। ताली भन त, तालु भन्छ त अनि बहिनी। और अभी तो रुको, क्लाइमैक्स अभी बाकी है। प्योर नेपाली खाना यो चाहिँ आफ्नै आमाले हातबाट बनाएको। यहाँ चाहिँ माछा रहेछ, यो चाहिँ अचार राइस, गाउँको एकदम फ्रेस राइस होइन। उहाँको यहाँको खाना खाँदा मन भएको थियो।